पाखो
जोरदार थालिदिउँ। बगायो कि उस्तै छ पाखोबारीको। निकै मिठो मन्त्रमुग्ध पार्ने यो आवाज, लक्ष्मी तामाङको यो आवाज, गाउँ बस्तीको यो अर्ग्यानिक आवाजसँगै हिमालय टेलिभिजन, इन्द्राणी.com युट्युब र पेज मार्फत विश्वभरिबाट इन्द्राणीमा जोडिनुभएका तपाईँ भगवान रूपी दर्शकमा हार्दिक स्वागत अनि साङ्गीतिक अभिवादन। आउनुहोस्, आज पनि तपाईँको साथमा कार्यक्रम इन्द्राणीमा यति मिठो आवाजसँग एकजना प्रतिभाशाली व्यक्तिलाई हामीले ल्याएका छौँ। पक्कै पनि नेपालका हरेक बस्ती बस्तीमा यस्ता आवाज भएका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू भाइ बहिनीहरू हुनुहुन्छ। तिनै आवाजलाई विश्वव्यापी बनाउने कार्यक्रम इन्द्राणीको। इन्द्राणी अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन। दिदी, यहाँलाई हार्दिक स्वागत छ। नमस्कार भाइ। डोल्पादेखि आउनुभयो कि नुवाकोटदेखि? नुवाकोटदेखि। तपाईँ जन्मिएको डोल्पा है? हजुर, डोल्पा त्रिपुराकोट 6 लगाउँ। ए, सानी छँदा त उहीँ हुर्किनु भयो? उहीँ हुर्केको। कति वर्ष बिहा भएर नुवाकोट आउनुभयो? भयो होला त्यही 25 वर्षको आएको। पहिला इन्द्राणी हेर्नुहुन्थ्यो कि नै कहिले काहीँ? ए, इन्द्राणी हेरेर अनि तरकारी डढेर धन्नै कुटाइ खान्थेँ। कहिले भिनाजुले कुट्न खोजे कि छोराछोरीले? भिनाजुले। ए, भिनाजुले जोरदार ताले। ल, हाम्रो साक्कै भिनाजुलाई हार्दिक सम्मान छ एकदम। यो आराध्य मालिस तेलले लाखौं बुढाबुढी र आमा बुवाहरूको हाड जोड्नेको दुखाइ निको पारिसकेको छ। वास्तवमा भने जस्तै काम गर्ने 13 जडीबुटीहरू मिलेर बनेको यो आराध्य मालिस तेल नै हो। तपाईँ पनि ढुक्क भएर यस तेलको प्रयोग गर्न सक्नुहुन्छ।